दर्शक श्रोताहरू, सुकुमायाले भुन्टीको जस्तै कपडा लगाएर भुन्टीकै स्वरमा सबैलाई थर्काएकी छिन्। भुन्टीको भेषमा भुन्टीकै घरमा सुकुमाया आउँदा पनि भूपेन्द्रकी भाउजू र भूपेन्द्रले उनलाई चिन्न सकेनन्। सुकुमायालाई अरूले चिन्न नसके पनि टोकलेले भने पक्कै चिन्नेछन्, किनभने भुन्टी टोकलेकी बहिनी हुन् र उनलाई भुन्टीको सबै आनी बानी, बोल्ने तरिका र पहिरनका बारेमा राम्रोसँग थाहा छ। टोकले भुन्टीसँग सानैदेखि सँगै बस्ने, खेल्ने र हिँड्ने हुँदा पनि उनलाई भुन्टी र सुकुमाया छुट्याउन धेरै बेर लाग्दैन। टोकलेले सुकुमायालाई चिनिसकेपछि सुकुमायाले भुन्टीलाई पत्ता लगाउन बनाएको सबै प्लानहरू टोकलेलाई बताउने छिन्। त्यसपछि भुन्टी भेटिने छिन् र भुन्टीले सबै घटनाहरू बताउने छिन् अनि उनले पाउनु पर्ने अधिकार र सम्पत्ति टोकले र सुकुमाया मिलेर अवश्य दिलाउने छन्। उता सहनै नसकिने गरी दुःख पाएपछि कपडा र पैसा लिएर भूमिका घरबाट भाग्दै गर्दा सासू र आमाजुले देखेपछि समातेर घरमा ल्याई कुटपिट गरेका छन्। भूमिकाले आफ्नी भुन्टी भाउजूलाई गरेको अन्याय र अत्याचारको फल अहिले पाइरहेकी छिन्। अस्ट्रेलिया जान पाउँछु भन्ने आशमा भूमिकाले त्यो केटासँग बिहे गरेकी थिइन्, तर अहिले आएर लोभले लाभले बिलाप भने जस्तै भइरहेको छ। भूमिकालाई बिहे गर्नलाई मनाउन मात्र उनले आफू अस्ट्रेलिया जाने भनेर झुक्काएका थिए। उता मालिकनी भने भुन्टीले यता दुःख पाएकी छिन् भन्ने सपना देखेर विदेशबाट नेपाल आउन तयार भइरहेकी थिइन्। पक्कै पनि उनीहरू नेपाल आएका हुन सक्छन् र भुन्टी अन्त कतै नभएर उनकै घरमा आउन सक्छिन्। दर्शक श्रोताहरू, सुकुमायाले भुन्टीलाई न्याय दिलाइसकेपछि भुन्टीको अवस्था के होला त? के सुकुमायाले भुन्टीलाई फेरि भूपेन्द्रसँगै मिलाउलिन् त? अथवा भुन्टीलाई असाध्यै माया गर्ने त्यो नयाँ केटासँग भुन्टीको बिहे गराउलिन् त? अब आउने भागमा हेर्न पाउने नै छौँ। भिडियो मन परे लाइक र च्यानललाई सब्स्क्राइब गरी साथ दिनुहोला। हस्त धन्यवाद।